भनिस् अरे त निस्कि मेरो घरबाट निस्कि झन् पैसा कमाउने आइडा दिदैछु के भएको यो भाउजूलाई उसलाई लागु औषधको कारोबार गरिदिनु पर्ने हामी अपराधी भइदिनु पर्ने अझ अर्काको घरमा आएर अर्काको बुढालाई पागल भन्ने कति न फर्केर आउलास् तँलाई हेर उमेश अहिलेको छ के खाऊ भरे के खाऊ तँलाई साह्रै नै दुःख छ मलाई त जस्तो गरिब मान्छेको खाँचो छ बारीबाट लागु औषध ल्याउने काम गर मेरो पैसै पैसा हुन्छ मालामाल हुन्छौ तँलाई त बर्डरमा पागल भनेर चेक पनि गर्दैन किन यस्तो कुरा खाइस् नानी किन लागु औषधमा फसिस् यो तिमीहरूको पढ्ने बेला हो के भयो म लागु औषधको कारोबार गर्नु पर्यो के बौलायो म बौलाएँ हामी कहिलेसम्म गरिब भएर बाँच्नु भन त हामीलाई पनि त पैसा चाहिएको छ हामीले पनि त मिठो खाना पाउनुपर्छ तिमीलाई हेर मैले आजसम्म एउटा राम्रो साडी पनि किनिन सकेको छुइनँ लागु औषधको कारोबार गरेपछि पैसा त कमाइन्छ अनि फेरि 14-15 वर्षका केटाकेटीदेखि लिएर ठुल्ठुला मान्छेले प्रयोग गर्दा रहेछन् पैसा कमाउन सकिन्छ मलाई पनि त रहर छ पैसा कमाऊ तिमीलाई खुसी दिउँ त्यसैले मलाई एकचोटि यो लागु औषधको कारोबार गर्न दिउँ म धेरै पैसा कमाउँछु नि मलाई जसरी भए पनि एकपटक लागु औषधको कारोबार गर्नु छ पैसा ल्याउँछ मलाई माल धेरै बेच्नु छ मलाई झापामा मात्र होइन मलाई अरू जिल्ला पनि छिर्नु छ मलाई सबको कन्ट्याक्ट नम्बर चाहियो कमिसन आउँछ भने म झापा मोरङ सिलसरी सबैको कन्ट्याक्ट गराइदिन्छु गएमा मालमा कुनै शङ्का गर्नु पर्दैन प्योर माल पेमेन्ट भइसकेको छ अनलाइन रेट मिलाएर दिन्छु अरू साथीहरूसँग पनि पार्टनरहरूसँग सम्पर्क गराउनु पर्यो मलाई ओके सृष्टि भाउजू दाजुलाई लागु औषधको कारोबार गर्दा गर्दै पुलिसले रङ्गे हात पक्रेछ चौकी लगेको छ अरे हिँड्नु जाउँ हिँड्नु जाउँ
हस् जान्छु म हिँड अनि लागु औषध कारोबारी र प्रयोगकर्तालाई त कानुनले कुनै पनि हालतमा छोड्दैन भन्थे त तपाईँलाई चाहिँ कसरी छोड्यो? अपराधीहरू जहाँ भागेर गए पनि जति नै लुकेर बसे पनि नेपाल प्रहरीले एक दिन न एक दिन समाउँछ भन्छन्। तर दाइलाई चाहिँ कसरी छोडिदियो? हेर्नुहोस् उमेशजी, तपाईँलाई धेरै धेरै धन्यवाद छ। तपाईँले एउटा असल नागरिकको भूमिका निर्वाह गर्नुभएको छ। तपाईँलाई लागु औषध कारोबारीहरूले पारीबाट लागु औषध वारी ल्याउनको निम्ति जुन तपाईँलाई प्रस्ताव दिएको थियो त्यो प्रस्तावलाई पनि तपाईँले अस्वीकार गर्ने। बरु लागु औषध कारोबारीहरूको यस्ता गिरोहहरूलाई पक्रिनका लागि भए पनि तपाईँ स्वयं नक्कली लागु औषध कारोबारी बन्नुभयो। अनि यो पुरा योजनाको बारेमा तपाईँले पूर्व जानकारी नेपाल प्रहरीलाई गराउनुभयो। सरकारले तपाईँको लागि यहाँ केही इनाम स्वरूप सहयोग उपलब्ध गराएको छ। लिनुहोस् न, लिनुहोस्, यो सरकारको तर्फबाट हो। नेपाल प्रहरीले लागु औषध नियन्त्रणको लागि विभिन्न अपरेसनहरू चलाइरहेको हुन्छ। त्यस्तो अपरेसनमा म आफै पनि नक्कली लागु औषध प्रयोगकर्ता भएर धेरै पटक काम गरेको छु, होइन र सर? बरु गरिब भएर दुई छाक भोकै बस्नु परोस्, तर अपराध गरेको पैसाले कहिले पनि छाट्टारो नपरोस्। हो नि भाउजू, सही भन्नुभयो।